Hello. We are back again with another video. We have our audience, virtual audience here. हामी चाहिँ आज स्पेशल हाम्रो हेड सेफद्वारा बनाउन गइरहेको ढिँडो मटन रेडी भइसकेको छ तर अनि ट्राई गर्ने हो नि त जे भयो नि अनि हाम्रो यहाँ भर्चुअली हामीलाई सपोर्ट गरिराख्नु भएको छ हाम्रो अस्मित विक्रम राणा एन्ड प्रशान्त बरालले अनि के अरे यसै गरी हाम्रो टेबल नम्बर 5 मा रहनुहुने आदरणीय हाम्रो अस्मित विक्रम राणाले हामीलाई कोदाको पिठो पठाएर सहयोग गर्नुभएको छ उहाँलाई मुरी धन्यवाद। यसै गरी हाम्रो हेड सेफले अब हाल्न जानुभएको छ कोदाको पिठो। ल हियर वी गो। यो हाम्रो अलिकति पानी लगभग उम्लिसकेको छ। हाम्रो यहाँनेर चाहिँ मटन लगभग रेडी भइसकेको छ। ल है हियर वी गो। सुरु गर्ने नि त अब। ल त्यसो अब भुग्लु उम्लेपछि भेटौँला है गाइस। 1 मिनेट लामो भइसक्यो। ल हामी सुरु गरिरहेका छौं। हाम्रो फर्स्ट स्कुप हाम्रो गएको छ। यसै गरी हाम्रो हेड सेफले चलाउँदै हुनुहुन्छ। तिमी चलाउँदै गरे त्यो डल्ला पर्नु हुँदैन राम्रो गर्नु पर्यो है। आतिनु भएन हामीले त्यसरी भन्दा नि त्यसलाई फुटाउँदै जाने हो ल है। हामी मेरो श्रीमतीलाई हल्का सहयोग गर्नु पर्यो गाइस। आई विल सी यु इन अ बिट ओके। बिचको खै सुरक्षाले के गर्यो पछाडिको क्यामेरा अन गरेछ पखाइ त म फेरि यहाँ भिडियोग्राफर हो त्यो भिडियो एकछिन अफ गरेर छानु त्यो भएन है। अब हाम्रो लगभग यहाँनिर अलिकति मेसो मिलिसकेको छ हैन। म एकदमै यहाँ अघिदेखि हैन यसलाई पखाउन एकछिन पाक्नु त पर्यो नि। त्यो पिठो एउटा पाकिसक्छ एउटा पाकेकै हुँदैन के। तिमीले हेरे छैन भयो बनाएको है मैले हेरे। ल तिमीलाई कति हाल्नु मन छ हाल तर धेरै नहालौँ कि हामीले खाइदैन नि त फेरि धेरै। अनि त्यो गिलो खाने ढिडो अनि यो त यहाँ सुक्ने हो नि त। कहाँ सुक्ने पानी त यहाँ सुक्छ यहाँ सुक्दै जान्छ अनि बल्ल अनि यहाँ उडाल्ने हो। लास्ट तिमी त लास्टै धेरै गर्न लाग्यो नि त्यसो त कहाँ हुन्छ त अनि। ल सक्यो है अब पिठो हालेर। ल तिमीले त भिडियो खै के हाम्रो लगभग यो स्टेजमा आइसकेको छ। अलिकति मेहनत कडा। हाम्रो मटन यता रेडी भइसकेको छ। हामीले अलिकति धनिया हालेर थोरै माथि टपिङ गर्नुपर्ने छ। ल है किप वाचिङ है गाइज किप वाचिङ। मैले भर्खरै उसलाई दिएको यहाँ मेरो हातमा पनि अलिअलि पुग्छ मैले बनाएको भनेर। हाम्रो लगभग अब अलिकति फेरि पिठो थप्ने प्रोग्राम यहाँ भयो किन भन्दा अलिक गिलो भयो जस्तो लाएर अन्त ए राम्रो भइरहेछ। तिम्रो हात दुखेन म गरिदिन्छु है। दुखेछ ल त्यसो भए तिमीले यसो भिडियो कभरेज हान्नु पऱ्यो म हान्छु। हाम्रो यहाँ हाम्रो अर्को सेफ उहाँ बनाउँदै हुनुहुन्छ चिकन विङ्स अनि हाम्रो इन्स्ट्रक्टर हुनुहुन्छ हामीसँग भिडियो कलमा हामीलाई रिमोटली सपोर्ट गर्नुभएकोमा हाम्रो आदरणीय अस्मित विक्रम राणाज्यूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। यसै गरी हाम्रो उताको चिकनको रेसिपी नि भनिदिएर होला नि अस्मित तिमीले प्रशान्तले बनाएको। मैले भन्दैछु म त सेफ हो कि मेरो के भन्छ होटेल मात्रै नभएर हो न त मैले चाहिँ 5 स्टारमा अफर आएको थियो। ए त्यो पनि ठिकै छ। अब त्यो फेरि यस्तो हो नि त तिम्रो स्ट्यान्डर्ड अनुसारको नेपालमा होटेलै बनाएन नि त तिमी गएर एज अ सेफ काम गर्नलाई त्यो पनि हो कि यस्तो हो कि ब्रो म त्यहाँ गएको भए अहिले तिमीलाई ढेँडो पकाउनु टाइमै दिन सकेको थिएन कि। हो ल पहै ब्रो यहाँ। ल यस्तै गरी हाम्रो काठमाडौँमा रहनुभएका हाम्रा अर्का सेफलाई हाम्रो अस्मितले रिमोटली एसिस्ट गर्दा उहाँको चिकन पनि धेरै राम्रो बनाउन सफल हुनुभएको छ। प्लिज तपाईँको चिकन देखाइदिनुहोस् न कस्तो छ। हाम्रो अलिकति कभरेज हान्नुपर्ने भयो। हाम्रो काठमाडौँमा रहनुभएका हाम्रो अर्को सेफलाई हेड सेफले एसिस्ट गरेर यस्तो चिकन बन्न सफल भएको छ भने हाम्रो लन्डनमा बनिरहेको ढिँडो यस्तो छ। यो सबै क्रेडिट चाहिँ उहाँ हाम्रो हेड सेफलाई जान्छ मिस्टर अस्मित विक्रम राणा। ल साउट आउट है साउट आउट। ल है यो पनि हुँदैछ लगभग भइसक्यो। मेनी थ्याङ्क्स टु मिस्टर अस्मित विक्रम राणा फर दिस वन्डरफुल रेसिपी। अनि हाम्रो प्रशान्त बराल सरलाई पनि उहाँले मिठो खाने गरेर रेसिपी आज सेयर गरिदिएर उहाँले धेरै पछि मिठो खाँदै हुनुहुन्छ। कस्तो लागिरहेछ तपाईँलाई यस्तो मिठो खाना पाउँदा? कसैलाई रेसिपी चाहियो भने मलाई भिडियो कल गर्न सक्नुहुन्छ। रमाइलो खुसी लागिरहेछ। सबै क्रेडिट अस्मितलाई नै जान्छ। अस्मित नभएको भए हामीले मिठै खाना पाउँदैन होला। सायद त्यही हो। हामी यहाँ आजको दिन चाहिँ हाम्रो लागि अस्मितले विशेष टाइम छुट्याएर होइन अब उसले यत्रो टाइम दिएर हामीलाई चाहिँ यस्तो मिठो खानामा हेल्प गरेकोमा उसलाई धेरै धेरै धन्यवाद हामी दिनुपर्छ। हो
अनि अरू केही छ अस्मित कुनै दिन तिम्रो यस्तो स्पेसल रेसिपीमा हामीले खान पर्ने हामीले टाइम चाहिँ होल्डे भयो नि लिनु पर्यो त्यसको लागि पर्छ एउटा रेसिपी चाहिँ मुखको मात्रै हो मुखले चाहिँ बनाइदिन्छ जे पनि हातले चाहिँ अलिक गाह्रो हुन्छ उसलाई होइन कसैले मलाई रेसिपी चाहिएर यस्तो मिठो मिठो खानेकुरा बनाउनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला मेरो कन्ट्याक्ट नम्बर छ 123 अरू आफै खोजेर हान्नु होला थ्याङ्क यू किनभने यस्तो जो पाइ त्यसलाई यतिकै नम्बर दिने कुरा नि हुँदैन होइन हुन्न यहाँ फेरि यहाँ सिङ्गल मान्छे फेरि होइन सिङ्गल मान्छे है ल उहाँ चाहिँ सिङ्गल मान्छे है गाइस जसले मेरो च्यानलमा आएर भिडियो हेर्नुहुन्छ उहाँ चाहिँ सिङ्गल हो हेड सेप पनि हो फेरि जसलाई मिठो खान मन लाग्छ एकदम हुन्छ नि प्योर लभ चाहिन्छ यो माथि देखिएको मान्छेलाई यो चाहिँ म हो यसलाई म तल झार्दै हो यो मान्छेलाई कन्ट्याक्ट गर्नु होला उहाँ एकदमै बेस्ट एकदमै हरेक कुरामा बेस्ट मान्छे हो होइन ल ल ल ल ल है ल एक बाइट हान्नु ल ल ल मासुमा मेरो पालो है मासुको ग्रेभी स्वाद लिएर चबाउनै नपाउने डाइरेक्ट निदिहाल्न पर्ने हाम्रो ढिँडो सकिसकेको छ अब हामी ढिँडो मात्र पुग्दैन त्यही मटनमा अब भातको मटनको ग्रेभीसँग भात हल्का चटनी मोलेर दामी ब्रो थ्याङ्क यू ब्रो साथीले मिठो मानेर खाएको खुसियालीमा टेबल नम्बर 5 मा बसेको अनिललाई धन्यवाद भन्न चाहन्छु है यसमा हड्डी छैन है फेरि यसमा हड्डी छैन नि फेरि बबाल एउटा हड्डी पनि किमा यसरी चबाइदिनु न कहाँ त्यस्तो त हुन्न हड्डी त मटनको हड्डी कसो चबाउने त्यति धेरै सिटी पनि हानेको होइन तेजपत्ता पनि आऊ त आऊ ऊ खान दिएन उसले भिडियोले अगाइसक्यो क्या होइन अघिकै छ अघिकै कभरेजमा छ नि ऊ लास्ट मिनट छ मैले त खतरा इन्जोय हाने यस्तै रेसिपी चाहिन्छ भने चाहिँ अस्मित राणा भन्ने इन्स्टाग्राम पेज छ त्यहाँ फलो गर्नु होला सरको टाइम मिल्दाखेरि अब तपाईँको अकाउन्ट कतिको जेन्युन हो भनेर उहाँले फलो ब्याक दिनुहुन्छ त्यसपछि हाम्रो एपोइन्टमेन्टको प्रोसेस हुन्छ होइन अस्मित कहिले बुक गर्ने के गर्ने तिमी कहिले अभाइलेबल छौ त्यो छैन त्यो हुन्छ नि होइन तपाईँ फुडी मात्रै हुनु पर्यो तपाईँलाई खाना इन्ट्रेस्ट हुनु पर्यो कि त्यति भएपछि पुग्यो अरू केही पर्दैन ए ल सुन्नुभयो नि होइन अलिअलि आइरह होला सानो भयो नि भोल्युम ठुलो गराएर हेर्नु होला यही हो हेर्नु पर्यो खानु पर्यो रमाइलो गर्नु पर्यो है गाइस अब नखाइकन त मान्छे हेर्नुहोस् अब फेरि खानालाई पनि मिठो खानु पर्यो मिठो खाना के गर्नु पर्यो अस्मित विक्रम राणालाई फलो गर्नु पर्यो ल